हेलो नमस्ते सम्पूर्ण साथीहरुमा। आज चाहिँ म खाना बिहानको अब 2 बज्यो यतिखेर खाँदैछु। साथीहरु बिहान खाजा खाएको थिए, त्यही भएर एकदम गर्मी छ। मेरो घरको यो ढलान तातिर एकदम माथिल्लो तलामा चाहिँ एकदम तातो छ। अनि भर्खर खाना खान लाग्दैछु। 2 बजेको छ। आज मैले बिहान क्याबेज फ्राई गरेको थिएँ। अनि यो चाहिँ अचार, आलु लसुन र टमाटर, आलु लसुन टमाटर र खुर्सानीको अचार। अनि साथीहरु मेरो चाहिँ आज सुप बनाएको छु, पातलो सुप। दाल खानु वक्क भएर यो चाहिँ सुप पातलो सुप बनाएको छु। अनि हस्त खाना खान लाग्दैछु त सुरु गर्छु। नमस्ते। एकदम गर्मी भएर खाना खान सकिरहेको छैन साथीहरु। हजुर एकदम गर्मी छ। गर्मी बढेर हस्त सुरु गर्छु है त। नमस्ते। आज मेरो खाना चाहिँ क्याबेज फ्राई गरेको छु। धेरै दिन भयो गर्मी भएर एकदम मेरो घरको चाहिँ ढलान एकदम तातो हुन्छ। अनि त्यही भएर दाल खानु साह्रो मलाई त दिक्क लागेर अनि आज चाहिँ सुप बनाइदिएको छु। अलिअलि खुर्सानी टमाटर आलुको खाना पनि तातो तातो खान सक्नु साथीहरु। सानो छोरा स्कुल गएको छ, ठुलो छोरा चाहिँ घुम्न गएको छ पोखरा। अब भोलितिर आउँछ कि। एक्लै छु घरमा खाना खाँदै। गर्मीले एकदम अनुहारहरू हेर्नु एकदम मिठो लाग्छ। म दाल खाँदा वक्क भएर दाल एकदमै गर्मी भएर गर्मी धेरै छ साथीहरु। मिठो सुप छ। बिहान खाना खान मन लाग्दैन बच्चाहरूसँगै। बानी नै बस्छ 2 बजीतिर खाना बिहान खान्छु। घरभित्रको सरसफाइ, बच्चालाई बिहान स्कुल पठाऊ पुऱ्याऊ, सरसफाइ गर्दै दिन गर्छ। मिठो
तपाईहरु पनि म जस्तै एक्लै बसेर खाना खानु बच्चाहरुसँग त बेलुकामा मात्रै सँगै हुन्छ कि त स्याटरडे बिदाको दिन मात्रै नत्र त छुट्टै छुट्टै नमस्ते बाई बाई गुड डे